नहुने कुरा चाहिँ हुँदैन भन्न जान्नुपर्छ। नो पनि भन्नुपर्छ। मतलब अब स्टुडेन्टलाई चाहिँ तपाईँले यो इन्टेक भ्याउनु हुँदैन भनेर पनि तपाईँले भन्न सक्नुपर्छ। जस्तो यो फेब्रुअरी मार्च इन्टेक चाहिँ अब तपाईँले भ्याउनु हुँदैन, तपाईँले चाहिँ अप्लाई गर्न मिल्दैन पनि भन्न सक्नुपर्छ। कस्ता कस्ता विद्यार्थीले चाहिँ अब फेब्रुअरी र मार्च इन्टेकमा चाहिँ आफ्नो एप्लिकेसन नदिने त? यदि तपाईँ अस्ट्रेलिया अप्लाई गर्ने सोचमा हुनुहुन्छ ब्याचलर्स अर मास्टर्सको लागि यो फेब्रुअरी मार्च इन्टेकमा भने चाहिँ तपाईँसँग यी चिजहरू छैन भने चाहिँ तपाईँले एप्लिकेसन नदिँदा नै राम्रो हुन्छ। सुरुमा त अस्ट्रेलिया भन्ने बित्तिकै फाइनेन्सियल नै कुरा गरौँ। फाइनेन्सियल पार्ट एकदमै इम्पोर्टेन्ट हुन्छ। तपाईँको 3-4 महिनाको ब्याङ्क स्टेटमेन्ट छ भने चाहिँ तपाईँले अप्लाई नगर्नुहोस्। मिनिमम पनि 6 महिनाको चाहिँ ब्याङ्क स्टेटमेन्ट माग्छ। र अर्को कुरा भनेको चाहिँ इङ्ग्लिस प्रोफिसिएन्सी टेस्ट है। तपाईँले आइएल्स पिटीको क्लास चाहिँ भर्खरै लिइरहनु भएको छ, तपाईँको प्रिपरेसन चाहिँ राम्रोसँग भएको छैन भने पनि तपाईँले चाहिँ आफ्नो एप्लिकेसनलाई अगाडि चाहिँ नबढाएकै राम्रो। हतारमा चाहिँ डिसिजन नलिनु होला। फेब्रुअरी मार्च यस्तै भयो, तपाईँले भ्याउनु भएन, अब तपाईँले चाहिँ कुन इन्टेकको लागि चाहिँ आफ्नो एप्लिकेसन दिँदा बेस्ट होला त? इन्टेक छ हजुर। मे र जुलाई इन्टेकमा चाहिँ यहाँले एप्लिकेसन दिन सक्नुहुन्छ। एकदम काम भएर आफ्नो प्रिपरेसन सबै पुरा गरेर तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। यदि तपाईँले चाहिँ हतारमा आफ्नो डिसिजन लिनुभयो, एप्लिकेसन दिनुभयो भने चाहिँ रिजेक्सन आउने चान्स एकदमै हाई हुन्छ। सो मे जुलाईको लागि चाहिँ आफ्नो प्रिपरेसन राम्ररी गर्नु होला। तपाईँले अस्ट्रेलियाको बारेमा चाहिँ ब्याचलर्स ओर मास्टर्सको लागि चाहिँ अरू जानकारी चाहिएको छ भने चाहिँ कमलादीमा रहेको फोर्थ राइट इन्टरनेसनल काठमाडौँ चाहिँ भिजिट पनि गर्न सक्नुहुन्छ।